कक्षा 8 छ। यो कक्षा 8 मा दुईवटा सेक्सन चलिरहेछ। एउटा कक्षा 8 मा 95 जना छ भने यो कक्षा 8 मा 120 जना छ। 120 जना विद्यार्थी छन्। हेर्नुस्, त्यसमध्ये एकजना शिक्षक हुनुहुन्छ। शिक्षकले कसरी पढाउने थाहा भएन, विद्यार्थीले कसरी पढ्ने थाहा भएन। तर हाम्रो शिक्षा कसरी सुधार्ने हो, न यस विषयमा हाम्रो जनप्रतिनिधिले चासो दिइरहेको छ, न यस विषयमा कुनै हाम्रो सरकारले चासो दिइरहेको छ। हाम्रो मधेसलाई यति हेपिएका छन् कि यसको अवस्था नै कुरा गर्नुहोस्। त्यही भएर हाम्रो मधेसमा सबैभन्दा बढी फेल हुने कारण यही नै हो। किनकि यो अवस्थामा हेर्नुहोस् कसरी पढाइ हुन्छ। सरकारको नियमको अनुसारले कुरा गर्ने भने एउटा डेस्क बेन्चमा बढीमा 3 जना मात्र बसाउन मिल्ने, तर अहिले हाम्रो डेस्क बेन्च एउटामा 4 जना 5 जना 6 जना यसरी बसिरहेका छन्। यस्तो अवस्था छ। अब हेर्नु, अब विद्यालयको अवस्था के छ हामी विद्यार्थीसँगै सोधौँ। के नाम छ? अंकित कुमार ठाकुर। विद्यालयमा के समस्याहरू छन्? विद्यालयमा चाहिँ सर समस्याहरू छन्। त्यो समस्याहरू तपाईँको सामु नै छ, हेर्न सक्नुहुन्छ। यो क्लासमा चाहिँ 120 जना, त्योभन्दा पहिला 7 कक्षा थियो, त्यसमा 150 जना विद्यार्थी थियो। अनि यस कक्षामा भन्नुहुन्छ सरहरूलाई 2टा सेक्सन चलाइदिनु भन्नुहुन्छ। सरहरू 2टा सेक्सन त छँदैछ, तर पनि 3टा सेक्सन गर्नलाई शिक्षकहरूको अभाव हुन्छ। अनि शिक्षकहरू कहाँबाट आउँछ भन्ने कुरा सरहरूले भन्नुहुन्छ। अझै के समस्या छ? मुख्य समस्याहरू के छ? ल्याबको, कम्प्युटर ल्याब, यस्तो टेस्टिङ ल्याबहरूको। कम्प्युटर ल्याब त छ, कम्प्युटर ल्याब छ, धेरै ठुलो छ। ती कम्प्युटर ल्याबमा मान्नु नि 30-40 वटा कम्प्युटर छ, त्यसमध्ये सञ्चालनमा 10 वटा मात्र छ। त्यहाँ जाँदा न इन्टरनेटको जडान छ, अनि चाहिँ त्यो कम्प्युटर ल्याबको कहिले पनि सदुपयोग गर्न हामीहरू पाइँदैन। हेर्नुहोस्, हामी यस मध्य प्रदेशका हरेक जनप्रतिनिधिलाई यो अवस्था हेरिदिनुको लागि आग्रह गर्दछु। यस विषय संसदमा आवाज उठोस्, किनकि मधेसका बालबालिकाहरू कुन अवस्थामा पढाइ गरिरहेका छन्। यो अवस्था हेर्नुहोस्, न राम्रोसँग कुनै व्यवस्था छ, के गर्ने। हेर्नुहोस्, कम्प्युटर ल्याब छ, तर कम्प्युटर ल्याबको कुनै सदुपयोगै भइरहेको छैन। यो अवस्था छ। दुनियाँ एआईमा पुगिसकेछन्। हाम्रो देश अहिले पनि